आज मेरो कमेन्ट बक्समा नराम्रो कमेन्ट आउनेवाला छ, यो मलाई पहिला नै थाहा छ। तर सत्य कुरा भन्दैछु, ध्यान दिएर सुन्नु होला। एउटा क्यानले दुःख गरेर बनाइसकेको स्टेडियममा जान्छ र फ्रन्ट लाइनको चाहिँ स्विच थिचेर उद्घाटन गर्छ, रिबन काटेर उद्घाटन गर्छ। अर्कोले फेरि क्रिकेट हेरेर फर्केको दर्शकहरूको लागि एउटा बस व्यवस्थापन गरिदिन्छ, त्यो पनि राज्यको सम्पत्तिबाट। अनि नयाँ परिवर्तन आयो, के आयो नयाँ परिवर्तन? क्यानले दुःख गरेर बनाइसकेको ठाउँमा गएर उद्घाटन त एउटा दृष्टिविहीन मान्छेले पनि गर्छ। सक्नुहुन्छ भने तपाईहरु फुटबल जस्तो बिग्रेको ठाउँमा गएर सुधार गरेर देखाउनुहोस्। सक्नुहुन्छ? एन्फाको ढोका ढकढकाएर देखाउनुहोस् र एन्फाको अहिलेको पदाधिकारीहरूलाई हटाएर नयाँ पदाधिकारीहरू जोइन गर्नुहोस् र त्यहाँनिर फुटबललाई चाहिँ उकासेर देखाउनुहोस्। फुटबल अहिले 182 स्थानमा पुगिसकेको छ। फुटबल एउटा मरिसकेको अवस्थामा छ। त्यो फुटबललाई जगाएर देखाउनुहोस्, त्यो फुटबललाई बचाएर देखाउनुहोस्। एन्फामा भएको धमिराहरू किराहरूलाई हटाएर देखाउनुहोस्। बिग्रेको ठाउँमा गएर बनाएर देखाउनुहोस्। बनिसकेको ठाउँमा गएर जय कार पाउने होइन, बिग्रेको ठाउँलाई बनाएर देखाउनुहोस्। सक्नुहुन्छ भने